पुरुष बुढो हुँदै जान्छ, कपाल सेतो हुन्छ, ढाड बाङ्गिन्छ, तर जिम्मेवारी कहिले हलुका हुँदैन। बाल्यकालदेखि वृद्ध अवस्थासम्म उसले एउटै बोझ बोकेको हुन्छ, आशा र अपेक्षा, परिवारको आशा, समाजको अपेक्षा र आफ्नै मौन प्रतिज्ञा। उसले धेरै कुरा गुमाउँछ तर गुनासो गर्न पाउँदैन र सिकेको हुँदैन, किनकि उसलाई सिकाइएको हुन्छ पुरुष रुनु हुँदैन। जहाँ हार स्वीकार छुट छैन, थकान देखाउन अधिकार छैन र मौनमै बलियो देख्नुपर्ने बाध्यता हुन्छ। त्यसैले पुरुष भएर बाँच्नु कमजोरी होइन, यो साहसीहरूले मात्र तिर्न सक्ने महँगो मूल्य हो। पुरुष बुढो हुँदै जान्छ, कपाल सेतो हुन्छ, ढाड बाङ्गिन्छ, तर जिम्मेवारी कहिले हलुका हुँदैन। बाल्यकालदेखि वृद्ध अवस्थासम्म उसले एउटै बोझ बोकेको हुन्छ, आशा र अपेक्षा, परिवारको आशा, समाजको अपेक्षा र आफ्नै मौन प्रतिज्ञा। उसले धेरै कुरा गुमाउँछ तर गुनासो गर्न पाउँदैन र सिकेको हुँदैन, किनकि उसलाई सिकाइएको हुन्छ पुरुष रुनु हुँदैन। जहाँ हार स्वीकार छुट छैन, थकान देखाउन अधिकार छैन र मौनमै बलियो देख्नुपर्ने बाध्यता हुन्छ। त्यसैले पुरुष भएर बाँच्नु कमजोरी होइन, यो साहसीहरूले मात्र तिर्न सक्ने महँगो मूल्य हो।